एभ्रिवान सबैमा गुड मर्निङ। आज चाहिँ भने म मेरो घरको छतबाट चाहिँ भिडियो स्टार्ट गर्दैछु साथीहरू हैन। अनि तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ के पर्व रहेको रहेछ यो मुसलमानहरुले के रे मान्ने। अनि त्यो भएको कारणले आज चाहिँ सबै छुट्टी रहेछ। अनि तपाईहरु छुट्टीमा के गर्नुहुन्छ? प्राय प्राइभेट जबहरु त खासै छुट्टी हुँदैन हैन। सरकारी निकायको कामहरु चाहिँ छुट्टी हुन्छ। अनि आज चाहिँ भने म तपाईहरुलाई देखाउँदै छु साथीहरु हैन। यो आइफोनमा चाहिँ तीनटा क्यामेरा हुन्छ भन्छ, तर तीनटा क्यामेरा चाहिँ काम गर्छ कि गर्दैन त त्यो तपाईहरुलाई म स्पष्टसँगले देखाउँछु है त। तीनटा क्यामेरा आइफोनको अनावश्यक होइन है। तपाईहरु कतिजना आइफोन युजर हुनुहुन्छ, तर आइफोनमा रियल फेस आउँछ, यो के भन्छ क्यामेराबाट चाहिँ ओरिजिनल आउँछ। त्यो भएको कारणले आफ्नो गतिविधि त्यही देखिन्छ। अनि देख्न सक्नुहुनेछ मेरो घरको छरबाट अनि पारी देखिने यो चाहिँ के भन्छ त्यो सखुवाको फुलहरु फुलिसकेको छ। सखुवाको यो सामुदायिक वन हो। अनि त्यो कारणले यो सखुवाको फुल चाहिँ ढकमक्क देखिन्छ। त्यो साइडमा हाम्रो सानो सुन्दर गाउँ छ, देख्न सक्नुहुनेछ। एकदम सुन्दर शान्त पनि छ। अनि यहाँनिर चाहिँ म्याक्सिमम मान्छेहरु चाहिँ आफ्नो के भन्छ जीविका चाहिँ यसरी नै चलाउँछ है। यो धरानको नजिक भएको ठाउँ। अनि यस्तो छ, यो पारी पनि घरहरु छ हैन, देख्न सक्नुहुनेछ। अनि बाँदर आउँछ, तर यो जंगल नजिक भएको कारणले एकदम धेरै बाँदरले दुःख चाहिँ दिन्छ है। तर केही छैन, दुःख यो चैत वैशाखमा बिचारा बाँदरले पनि त खाने के छ जंगलमा हैन। जंगलमा त छैन केही पनि। त्यो भएको कारणले यसरी गाउँ बस्ती छिर्ने गर्छ। हुन त त्यति बाक्लो सहर, बाक्लो गाउँ, बाक्लो ठाउँ सहरमा त काठमाडौँमा यति धेरै मैले बाँदर देखेँ हैन। हुन त यहाँ धरानको पुरानो बजारहरुमा पनि त्यति धेरै नै बाँदर छ। किनभने राखिरहेको पसलले लगिदिन्छ, बोकिरहेको खानेकुरा नै लगिदिन्छ। यस्तो छ है। बाँदरलाई पनि नराम्रो नभनौं, बिचारा अब जंगलमा के छ र खानेकुरा हैन। अनि देख्न सक्नुहुनेछ यो चाहिँ तलको हाम्रो श्रमदान तपाईहरुले देख्दै आउनु भएको छ। श्रमदान चलिरहेको थियो। त्यो श्रमदान चलेको ठाउँ चाहिँ यहाँ तल डाँडा छ। यहाँ तलदेखि चाहिँ देउराली बजार है। देउराली के भन्छ त्यसलाई सहर भनौं न। अहिले सहरैको रूपमा नै स्थापित भइसकेको छ। पहिला चाहिँ सामान्य गाउँ जस्तो लाग्थ्यो, अहिले सहर भइसकेको छ। र मान्छेको जनसंख्या बढ्दै गाउँ हैन, यो अब सहरको हुने भयो लाग्छ। हाम्रो यो जेनेरेसनमा त यतिको छ भने हाम्रो आउने पुस्ताहरुमा कतिको हुन्छ हैन। अनि तपाईहरुलाई यो चाहिँ मेरो आइफोनको चाहिँ तीनटा क्यामेरा चाहिँ केको लागि, मतलब तीनटा क्यामेराको काम चाहिँ कस्तो हुन्छ भनेर यहाँ चाहिँ देखिँदै छ है त। अब सायद अलिकति युजरहरुलाई चाहिँ थाहा होला हैन, किनभने तीनटै क्यामेराको काम छ हैन। यहाँ हेर्नुस् है, मैले एउटा क्यामेरालाई थिचेँ, यसो देखियो। अब अरु थिच्दै जान्छु, यो अरु फंक्सन गराउँदैछु। यो एउटा क्यामेरा चाहिँ मैले थिचिरहेको छु हैन, टालिरहेको छु। अर्को क्यामेराले काम गर्यो क्या। अब जुम गर्दा जति जुम गरिदिन्छ। अनि फेरि यहाँनिर अनि मेरो एउटा हात चाहिँ अर्को क्यामेरामा थिच्नु पर्यो है। यहाँनिर चक्र लाग्छ होला फेरि क्यामेरामा। अब अरु क्यामेरा चाहिँ यहाँ अर्को क्यामेराले काम गरेर जुममा जति जुम गरिदिन्छ फेरि अर्को क्यामेराले काम गरिहाल्छ हैन। यो जति जुम गरिदिन्छ तीनटै क्यामेराको काम हुन्छ है। मतलब भने ट्राई गर्नुस् ल एकचोटि। तपाईहरुको यो तीनटा क्यामेरावाला के रे आइफोन छ भने एकचोटि ट्राई गर्नुस् है सबैजनाले भिडियो बनाउँदा हैन। तीनटै क्यामेराले काम गर्छ। यो एउटा यो एक्स्ट्रा के भन्छ यहाँनिर
तीनटा क्यामेरा बसेको हुन्छ। यो क्यामेरा यो एक्स्ट्रा एउटा क्यामेरा मात्रै भएकोबाट चाहिँ नर्मली भिडियोहरू मतलब फोटोहरू खिचिन्छ, भिडियोहरू बनाइन्छ भने यो यो तल्लो क्यामेराले चाहिँ ठिक्क जुममा चाहिँ क्यामेराले काम गर्छ र माथिल्लो जुम चाहिँ हाई जुममा चाहिँ माथिल्लो क्यामेराले काम गर्छ। तीनटै क्यामेराको काम हुन्छ है साथीहरू। अनि यो यस्तो छ, सबै तीनटै क्यामेराले काम गर्छ। मैले त्यहाँनिर यो आइफोन युजरहरूको कुनै भिडियोहरू देखेको थिएँ होइन टिकटकमा। यो क्यामेरा चाहिँ तीनटा क्यामेरा छ। एन्ड्रोइड फोनहरू चलाउनु हुने प्रायः आइफोन नचलाउनु हुनेले चाहिँ अलिकति कन्फ्युज हुनुभयो होला, तर तीनटै क्यामेराले काम गर्छ। आइफोन युजरहरूले चाहिँ देखाउनुहोस्। मैले अर्को क्यामेरा अर्को भएर चाहिँ मैले के अरे यसलाई देखाउन सकिनँ होइन। यो तीनटा क्यामेरावालाले चाहिँ तीनटैले काम गर्छ। जति जुम गरिन्छ त्यति क्यामेरा चेन्ज हुँदै जान्छ यो तीनटै क्यामेरामा चाहिँ। अनि हुन्छ है, तीनटै क्यामेराले काम गर्छ। यो भिडियो गर्दाखेरि तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नुहोस् र तपाईँहरू पनि ट्राई गर्नुहोस् है।